म त आफूलाई हाँस उठिरहेको छ त्यो पारङलाई सम्झेर नि म खाने मान्छे तिमी खान्छ होइन अघिल्लो दिन मैले निकै खाएको थिएँ कि भोलिपल्ट मलाई पैसा थिएन अन्त यसो हेरेर त पारङ उकालो आउँदै रहेछ त्यसले त बोकेकै छ त्यसको एउटा खानु पर्यो भनेर तर च्याङबासँग त म बोल्दिनँ अन्त त्यसले बोकेर आउँदैछ मलाई थाहा भयो कि ओए लिन आऊ तैँले चिया ल्याएको छ अलि खाइदिउँ न भनेको थिएँ कि कहाँ हो मेरो होइन च्याङबाको त अरे कि च्याङबा भने चाहिँ मैले खाँदैन भनेर सोचेको होला नि नराट्न खुवाइरौँ खुवाइरौँ भनेको थिएँ कि आधी बोतल मात्रै छ अरे मजाले हेरेको एक बोतल रहेछ भन्दा होइन उसको आधी मेरो आधी हो नि त अरे कि तेरो चाहिँ खाइदिउँ अलिकति एक घुट्की मात्रै खान्छु हो भनेको थिएँ कि मेरो त मुनिबाट परेको छ नि त